आज रहेको छ मोमो डे। हेलो एभ्रिवान, नमस्ते। मेरो नाम रबिन तमाङ र आज चाहिँ म कोदोको बफ मोमो बनाउँदैछु। हेर्नुहोस् है, म त्यस्तो एक्सपर्ट त छैन, त्यही पनि कोसिस भने अवश्य गरिरहेको छु। यो मोमो चाहिँ बफो मैले मसला ससला सब मासु सासु रेडी गरेर चाहिँ यसरी बनाउँदैछु। यो चाहिँ डल्लो गुच्चा मोमो बनाउँदैछु यतिखेर। त्यस्तो एक्सपर्ट त छैन, हेर्नुहोस् न कस्तो भयो। जम्मा 4वटा बनाइरहेको छु। अनि म चाहिँ यसो सोचेँ लगभग कति रुपियाँको हो, 400 रुपियाँको केमा लिएर आएको थिएँ। अनि 400 रुपियाँमा चाहिँ चट्ट लाएर कति प्लेट बन्ला, फाइदा भयो कि घाटा भयो मनमनै सोच्दै छिटो छिटो कोदोको बफ मोमो बनाउनुतिर लागेँ। म एकदम छिटो मोमो बनाउँछु, खोइ किन हो है, थाहा नै छैन। ल हेर्नुहोस् न, यो चाहिँ मैले डल्लो गुच्चा मोमो बनाइसकेको छु। अब चाहिँ म लाम्चो मोमो बनाउँदैछु। त्यसलाई के भन्छ, लाम्चे मोमो नै भन्छ होला नि, होइन? साथीहरू तपाईँहरूलाई बनाउन आउँछ कि आउँदैन? ल हेर्नुहोस् त, यस्तो भयो लाम्चे मोमो। र यो रहेको छ मेरो लाम्चो मोमो। ऱ्यान त्यो तलको चाहिँ डल्लो। अनि यहाँ पानी बसालिसकेको थिएँ। अनि त्यहाँनिर चाहिँ मैले टोमेटो बसालेको अचार बनाउनुलाई। अनि अब चाहिँ मैले सुरु गरेँ 13 मिनटको काउन्टडाउन है। 13 मिनटमा टक्क पाक्छ होला। अनि ल हेर्नुहोस् न, कतिजनाले खानु भएको छ यो चिज। यो चाहिँ स्पेसली मधेसतिर जो जति बस्नुहुन्छ उहाँहरूलाई त यो डेफिनेटली थाहा छ। इट्स कल गोङ्गी। सुरुप चुसेर खानुपर्छ, निकै मिठो हुन्छ, तागत दिन्छन्, होइन? हेर्नुहोस् न, हेर्दा हेर्दा पाकिसकेछ। अब यहाँ अचार मेरी आमैले चाहिँ अचार बनाउँदैछिन्। कति छिटो बनाएको हो, बुढीमा भनेको। ल टेस्ट हानिदिइहालेँ है साथीहरू। यो चाहिँ मैले फ्रोजन गरेर राख्नको लागि फ्रिजमा हालिदिएँ पछि खानको लागि। ल मोमो इज अलमोस्ट रेडी। ड्यान प्लेटमा ट्वाक्क अचार स्वाट्ट हालेर ट्याक्क टुक्क खान बसेँ है। म चाहिँ खाएँ ल, हाम्रो गुडुङ्नी बहिनी जसरी मोमो खाएँ। लगभग 2-3 प्लेटै सक्दो रहेछ हौ मैले खानु त। तपाईँहरूले कति प्लेट खान सक्नुहुन्छ भन्नुहोस् त। मोमो खाइसके पश्चात चाहिँ मैले अब यहाँ घोङ्गी ड्यान कतिजनाले मनपर्छ, आएर न मलाई चाहिँ ओभरै मनपर्छ। आई लभ घोङ्गी। ल घोङ्गी खाँदै आजको यहाँको दिन राम्रोसँग रहोस्। ल बाई।